In the busy streets of Pokhara, Catwalk and Open House have become well-known names for food, nightlife and inviting ambience. We had the opportunity to talk with the owner, Mr. Gupta Lama, to learn about how these places started, what inspired him, and what makes them stand out. नमस्ते, म गुप्ता लामा ओपन हाउस क्याटवक को सञ्चालक र अहिले ओपन हाउस क्याटवक पोखराको लेक साइडको खरे चोकमा अवस्थित सञ्चालनमा छ। मेरो व्यवसाय त म 17 वर्षको उमेरबाटै सुरु गरेको थिएँ र यसको प्रेरणा भनेको जनतालाई र ग्राहकलाई खुसी दियो र जनतालाई चाहिँ राम्रो खाना दियो, राम्रो सुविधा दियो भन्ने नै थियो र यसरी नै एउटा तरिकाले म अगाडि बढेँ। चुनौतीहरू त अब जिन्दगीमा काम गर्न हिँडेपछि एउटा मैदानमा उत्रेपछि आउँछ नै है। कोभिडले मलाई 3 वर्ष यति नराम्रो झड्का हान्यो कि मेरो प्लानै चेन्ज हुन लागिसकेको थियो। त्यो त पुरै नगरौँ, त्यो मात्रै चुनौती भएन। अब यो तपाईँ तालको मापदण्डमा थियो यो ठाउँ, यहाँ अब कतिले भत्काउन आए, कतिले उच्कर्न आए। रेस्टुरेन्ट व्यवसाय गर्दै जाँदा अब प्रतिस्पर्धीहरूमा पनि केही रिस राग थियो होला, हुन्थ्यो होला, तर त्यसलाई चाहिँ मैले कुनै पनि नराम्रो नजरले हेरिन र आफ्नो लक्ष्यमा अगाडि बढियो र अहिले सम्म आइयो। छनौट प्रक्रियामा चाहिँ पहिलो त एकदमै ट्रसेबल र एकदम विश्वासिलो पात्र नै रोज्नुपर्छ। उसलाई सिकाउन चाहिँ पर्छ, नौलो ठाउँ हो, नयाँ ठाउँ हो, हाम्रो स्टेप गरेर चाहिँ इन्टरभ्यू हुन्छ र उहाँको दक्षता के छ, पहिलाको सिभी कति वर्ष काम गर्नुभएको त्यो हेर्नुहुन्छ। तर चाहिँ यो मेरो कम्पनीमा चाहिँ म चाहिँ के भन्छु अनेस्ट र इमान्दारी त स्टाफ छ भने उसलाई हामी इजीसँग सिकाउन सक्छौँ र उसलाई कामको जरुरत छ कि छैन त्यो हेर्छौँ। उसको चाहिँ अनुहार देखेर पढ्छौँ। उसलाई कामको जरुरत भएको स्टाफले जसरी पनि त्यो चाहिँ सफल हुन्छ। अब मैले सानो यस्तै व्यवसाय गर्ने सबैजनालाई व्यवसायमा आउनुहोस्, सबैजना हातेमालो गरेर अगाडि बढ्नुपर्छ। सबैले नयाँ नौलो तरिकाले अगाडि बढ्नुपर्छ र आफ्नो काममा ध्यान दिनुहोस्। एउटा भिजन लिएर आउनुहोस्। एउटा यो भनेको अब लेक साइड नेपाल भनेको एकदम पुरानो देश हो, यसमा हामीले धेरै कुरा गर्न सक्छौँ, अवसरहरू धेरै छ। तर भिजन क्लियर गरेर आफ्नो माइन्डलाई चाहिँ हुन्छ नि एउटै डाइरेक्सनमा लिएर गएर आउनुभयो भने तपाईँहरू जसरी पनि सक्नुहुन्छ।